त्यही त फ्याम आज चाहिँ हुन्छ नि त नेक्स्ट डे है। आज चाहिँ नेक्स्ट डे अनि मैले चाहिँ हिजोदेखि यति भ्लग गरेर त्यहाँ त गरेको छैन है। अनि आज चाहिँ त्यस्तै हुन्छ नि त। बिहान अब मन्दिर हिँडेको भएर चाहिँ अब के अरे मन्दिर गएर अहिले आउनु पर्ने हुन्छ। पहिला फर्स्ट अफ अल मन्दिर जाम है। अनि मलाई चाहिँ पतिकले उठाउन आएको थियो धन्न है। न त म सुतेकै हुन्थ्यो कि हुन्छ नि त। म त लास्टै सुत्दैछु कि भर्खर उठेर हिँडेँ अब जाम फर्स्ट अफ अल है। के हुन्छ हेरौँ है। एकपल्ट हामी चाहिँ त बसपाकदेखि त छेउछेउदेखि मन्दिरमा जान आँटेको यहाँदेखि चाहिँ। अनि केटाहरू चाहिँ पहिल्यै घुइँ गरिसक्यो बसेको बाङ्गीचोरमा बसिसकेको छ। अब हामीलाई 5 मिनट लाग्छ होला केटा निकाल्न। अनि बोल्न पनि मिलेन मलाई चाहिँ। लास्टै घाँटी लास्टै भइरह। अनि आँखा चुन्ने रहेछ मेरो चाहिँ खतरै आँखा चुन्ने चाहिँ तल मन्दिरमा आइसकेको समय भएर चाहिँ। अनि मान्छेको चाहिँ ओभर भिड रहेछ यहाँ चाहिँ है। जस ल देख्न सक्नुहुन्छ मान्छे जब रहेछ। हामी चाहिँ केटाहरूको वेट गर्छौँ अब यहीँ एकछिन है। त्यसो जानुपर्ने हुन्छ। अब केटालाई यहीँ तल आइज भनेको माथि गोल्डेन ब्रिजमा छु भन्छ है। त्यही ल केटा मान्छे सही। अब चाहिँ एकछिनमा हामी केटालाई वेट गरेर त्यसरी जानुपर्ने हुन्छ भित्र। लास्टै नै मान्छे चाहिँ लास्टै धेरै छ केटा यार। आज भिड छ लास्टै। अनि दिदीहरू चाहिँ अनि बिहानै 4 बजे आएर नि गइसकेको हुन्छ होइन। आज दिदीहरू 4 बजे आएको है। हामी चाहिँ एकछिन वेट गर्छौँ केटाहरूलाई। अनि त्यसरी जानुपर्ने हुन्छ है मस्त पारामा। अनि कपडाहरू पुरै फोहोर भएको छ लास्टै हिँड्छ। डेन्जरै धुलो भयो ल। मान्छे चाहिँ डेन्जर छ है केटा यहाँ चाहिँ। जानुपर्ने हुन्छ त्यो कुरा हामी चाहिँ भरभित्र सिरेको। अनि अब बिस्तारै जानुपर्ने हुन्छ। जस्तै छ मान्छे चाहिँ केटा हो। त्यही ल हामी चाहिँ खासमा बिहानै आउनु पर्ने भर चाहिँ त्यस्तै 7:15 त्यस्तै हुन आँटेको छ है केटा हो। अब त्यति भएपछि त्यसपछि होइन मलाई त यसले उठाइन आयो हो। त्यसपछि मैले त सुत्दिएको भरसम्म सुत्दै थिएँ कि। अनि उठाउन आएको थिएँ कि यहाँ चाहिँ के अरे उस हुन्छ नि त। ढाडसाड दुख्यो भने चाहिँ यहाँ चाहिँ सन्चो हुन्छ है। त्यहाँ चाहिँ डक्क उसो भएपछि घोट्यासी है। घोटेपछि त्यहाँ पुरै सन्चो हुन्छ। अहिले हामी एकचोटि पस्नुपर्ने हुन्छ यहाँ चाहिँ। जस त्यही ल केटा हो। सबै केटाहरू भर्खर आयो। तिमीहरू भन्दा र हामी सिधा आयौँ केटा हो। हामी चाहिँ एकछिन अब पूजासुजा त केही गर्ने होइन। हामी त यतिकै टिका लगाउँछ त्यसो जान्छ। त्यसो 2-3 फोटोकपी हान्छ त्यसपछि कसले। अनि त्यही ल मान्छे चाहिँ तर उपरै छ केटा यहाँ। कस्तो छ उहाँ मन्दिरमा गएर हेरौँ है। त्यसपछि अझ कस्तो हुन्छ। अब त्यसपछि अब मलाई त कस्तो बोल्न अर्कै लागिरहेको केटा हो। फर्स्ट टाइम तर यति धेरै मान्छेको बिचमा मैले भ्लग गराएको है केटा हो। बनाउँथे कि तर सर्टकट ल्याएको छ है केटा हामीले चाहिँ। बाटो चाहिँ जो सर्टकट ल्याएको छ हामीले। कालिका मन्दिर आइयो। जस भिड चाहिँ ओभर रहेछ यहाँ चाहिँ। लाइनमा बस्नु पर्छ क्या है। तर हामी चाहिँ लाइनमा बस्दैन होला। अब यत्तिकै टिका लगाउँछ। चप्पल लाउन पाउँदो रहेछ कि ल। त्यही ल केटा हो। लास्टै नै भिड रहेछ है यहाँ चाहिँ। लास्टै भिड छ है ल। जस्तै पुरै लाइन सबै लाइनमा बसेको केटा हो। मेरो आँखा सुनेर मैले हेर्नै आएन कि। हिजो बेलासम्म बसेर ओभर भयो हिजो। त्यो र आँखा लास्टै सुनेर ओभरै भएको छ केटा हो यार। यहाँ जुत्ता राख्ने होला। यहाँ नराख्नु केटा उठे राखिन् लगिन्न कि कसैले। आज हामी त्यो टिका लगाएर निस्किन्छौँ है हामी चाहिँ। अनि जस्तै सही होला। तर मान्छे चाहिँ ओभरै रहेछ नि। ओभरै धेरै छ मान्छे चाहिँ केटा हो। अब बिस्तारै नाची जाम्ने यस्तै नाची जा। सही हो मान्छे चाहिँ लास्टै धेरै छ है केटा हो। लास्टै नै धेरै यस्तो घुम्ने हामी। यस्तो घुमेर हामी केटा हो। अनि त्यसपछि टिका लगाएर निस्किनु पर्ने हुन्छ। त्यसपछि पूजा एउटा हात एउटा हात यहाँ यस्तो मन नछिरिन्छ।
ल यो मान्छे तर धेरै रहेछ नि यार लास्टै नै केटा हो एक खन्का घुम्ने पर्दो रहेछ त सही हो यतिका लागि जाने हो यतिका लाने मान्छे यति धेरै छन् केटा अब हाम्रो टर्न कहिले आउने है सही हो जानुपर्ने हुन्छ केटा हो हामीसँग चाहिँ केही पूजा गरेन केटा टिका मात्र लाउन आएको है हामी चाहिँ टिका मात्र लाउन आएको जस्तै हो ल उता देख्छु है केटा हो सही देखिया मगर कपिल ब्लग सही हो किन हाल्दैन एकछिन यहाँ लाइन बस्छ नि केटा हो कस्तो हेन्सम देखिया नि ल केटा हो यो सुन्नेको अनुहारमा झन् यस्तै भइछ केटा हो खाना फुल लाग्यो केटा लगाइसक्यो हामी त अब चिकन लगाइसक्यो केटा अब हामी चाहिँ निकाल्छौँ है यस्तो भिड छ नि यताबाट घुम्ने केटा हो यताबाट जाम न धोरी हाल्ने केटा हो मेरो चाहिँ आँखा त लास्टै नै ओभरै सुन्ने खाके ओभरै सुन्ने केटा हो धो गर्छु है म ल सबलाई राम्रो होस् है त्यही भन्छु ल म चाहिँ ल सबैजनालाई सबलाई राम्रो होस् त्यही हो ल मेरो भन्ने चाहिँ फोटो खिच्न पाउँदैन केटा यत्रोमा फोटो खिच्न पाउँदैन अब हामी गएर छिट्टै स्पेसल खिच्नु पर्छ नाच्ने भनिरह है अब केटाहरू चाहिँ जाम होइन के हुन्छ हेरौँ केटाहरू कहाँ ल नाच्छ अरे केटाहरू नाच्छ अरे यहाँ ल केटा हो सही ल केटा हो सही हो ल केटाहरू मस्त नाच्दैछ सुन्नेको छैन होला तर बोलेको केटा हो लाउड छ कि लास्टै त्यही भएर सुन्नेकै छैन सही हो फोटो सुट हानेर हिँडिसकेको अब चाहिँ हामी यता तलतिर जानुपर्ने हुन्छ है अब त्यसपछि तल गएर अनि एकसो फोटो सुट हानेर त्यहाँ डाँडामा त्यसपछि फेरि जानुपर्ने हुन्छ हस्तालाई चप्पल लिन्छौँ है चप्पल राखेको यहाँ चाहिँ चप्पल राखिदिन्छ अनि त्यहाँ लगिदिन्छ अनि चप्पल राखेको केटा हो अब अलाउड नरहेछ नि त्यहाँ त अब त्यही हो जस पहिला चप्पल लिन्छ मान्छे कस्तो हेरेर मलाई खाला जस्तो गरिदियो यार त्यही हो ल चप्पल चाहिँ छ नि केटा हो हाम्रो चप्पल त्यही हुनुपर्छ ल र हामी चाहिँ त तलतिर हिँडेका भ्यू पोइन्टमा चाहिँ अब यहाँ चाहिँ गएर एकछिन फोटो सुट गरेर त्यसरी निकाल्नु पर्ने हुन्छ है अनि त्यही हो ल कस्तो चाहिँ चुरोट बनाएको केटा यार त्यही ल अब हामी पढ जान्छौँ है अनि त्यसपछि गएर त्यसपछि निकाल्नु पर्ने हुन्छ अनि के हो त अनि त्यस्तै हो ल जाम पहिला फर्स्ट अब लाइक अनि ठिक छ नि ल केटा यहाँदेखि चाहिँ यस्तो बवाल भ्यू देखिन्छ नि मालढुङ्गा जेसुकै हुन्छ नि त परेसम्म चाहिँ खतरा देखिन्छ बन्जी जम्प हान्न जाऊँ न केटा हो कुसमा केही छ बाँकी अब अन्त यहाँदेखि चाहिँ देखिन्छ है केटा हो यहाँदेखि चाहिँ अनि त्यही हो ल अब चाहिँ यहाँदेखि खतरा भ्यू पोइन्ट देखाइदिन्छु उतातिरको अलि उता सनलाइट पऱ्यो अलिक तल्किन्छ होला केटा हो राम्रो देखाइदिन्छु मैले यत्तिकै ल सही हो केटा मालढुङ्गाको भ्यू चाहिँ यो है स्पेसल देखिरहेको छ म यहाँ माथि चढ्छु मलाई हराएको केटा खस्यो अनि ल केटा हो ल यही हो ल मालढुङ्गाको भ्यू चाहिँ स्पेसल छ यहाँदेखि खसाउनु त यार सक्यो धेरै युज नगर्ने फोटो एक दुईचोटि फोटो खिच्ने त्यसपछि जानुपर्ने हुन्छ मस्त पारामा सही हो तर खतरा देखिरहेको सनलाइट यार
केटा हामी चाहिँ हिँडिसकेको छौँ भर्दै अब हाम्रो फोटो सुट भइसकेको छ अब हामी चाहिँ भित्र कालिका जान्छौँ त्यसपछि त्यहाँ फोटो खिचेर हामी निस्किनु पर्ने हुन्छ र यहाँको भ्यू चाहिँ जस यस्तो छ मस्त पारामा यता भर कालिकाको यतापट्टि छमै हामी चाहिँ छेउछेउपट्टि यहाँ मुनि चाहिँ मालढुङ्गा भयो है तर यहाँदेखि अब्बरै देखिआएको एउटा लास्टै ठुलो भिड छ यहाँदेखि खस्यो भने चाहिँ सकियो यहाँ मुनि चाहिँ वेलकम टु बागलुङ छ केटा हो तर यहाँ चाहिँ हामी जान्न मलाई सायद तर मैले हजुरलाई एउटा कुरा सोध्छु है तर हुन्छ नि त्यहाँ अहिले रुखहरू छ नि यो छ नि यो नम्बर प्लेट लगाइदिएको नि खासमा के को लागि लगाइदिएको है तर के तँलाई सोधेको क्वेसन थाहा नै रहेछ हजुरलाई थाहा यसो कमेन्ट गरिदिनु होला जुन साल आए पनि यही देखिरहेको छु कि सबलाई सोधिरहेको छु तर कसैले थाहा रहन्छ खासमा के को रहेछ है यो ल त्यही भनिदिनु होला हजुरलाई थाहा छ भने चाहिँ है म चाहिँ त्यही भन्छु दियोस् त्यो फेरि निकालिसकेको छौँ है हामी चाहिँ अब अगाडि गएर त्यसपछि फोटो खिचेर त्यसपछि गइहालिन्छ हामी चाहिँ अनि अघि चाहिँ भरसम्म यहाँ शान्त थियो केटा हो शान्त थियो अनि भरडम त्यत्रो धेरै मान्छेहरू आएर है यत्रो मान्छे आएर यहाँ त हिँड्ने बाटै छैन केटा हो यहाँ त मान्छे यहाँदेखि परसम्म छ कि केटा हो जस सही हो मेरो यहाँ नाम भन्ने पनि क्या हो मगर कपिल ब्लग भनेर साह्रो खालको सही हो अब हामी चाहिँ यहाँ धार दुख्ने यस्तो गरेर निकालिहाल्छौँ त्यही ल मगर कपिल ब्लग सही हो त्यो लगेर हामी चाहिँ यता जान्छौँ त्यसपछि त्यसो निस्किनु पर्ने हुन्छ धारहरू जाने खैला एउटा अठाउटा निकालिसकेको छौँ हामी चाहिँ त्यही गेटदेखि चाहिँ अब हामी चाहिँ मस्त चिया खान जानुपर्ने हुन्छ खाली पेट आज केही पनि खाएको छैन हामीले चाहिँ है अब त्यही हो अनि घर गएर त्यसपछि नुहाउने सुहाउने यताउता कपडा सपडा धुने त्यसपछि आनन्द हुन्छ ल त्यही ल फर्स्ट अफ अल त मान्छे लास्टै नै मान्छेको लास्टै भिड छ केटा हो लास्टै नै भिड छ है पहिला हामी फर्स्ट अफ अल चिया खान जान्छौँ त्यसपछि चिया खाएर आएर अनि त्यसपछि बल्ल हुन्छ रमाइलो हुन्छ क्या भाइको हात टाउकोमा हात ठोकिदिरहेको नि त्यहाँ माथि चिया खाना आएको छौँ है अब चिया खाना आँटेको जे केटाले चाहिँ नखाने यसो गम्लेर पटिकले चाहिँ हामी 3 ताल चिया खाना आँटेको चिया खाएर जानुपर्ने हुन्छ अनि टी सर्ट किन्न जाने भनेको केटा हो अब माथितिर जान्छु होला म चाहिँ फर्स्ट अफ अल चिया खाइदिउँ है ल केटा हो ल सही ल